Welcome to the man talk vlog है गाइस टक अब मैले के भन्छ त्यो न्यू इयरको भ्लगमा त्यो टक भनेर मैले नामै चेन्ज गर्दै गाइस टक भ्लग कस्तो लाग्यो अब हामीले टक अनि के भन्छ त्यो टिपचोकमा टक अनि यहाँ काफल खान जान्ला है गाइस काफल साफल टिपेर हामी चाहिँ 3 जना जान्ला गाइस अब हामी चाहिँ जंगलतिर छिरेर काफल देखाउँछ त लागेछ गाइस टक हामी चाहिँ यहाँ आरो क्यामनिर आइपुगिसक्यो काफलको बोट भेटेको छैन है टक्क अब हामी चाहिँ यहाँबाट माथि जान्छौँ यहाँ पानी खानु पर्यो एकछिन गाइस टक्क अब त्यो चाहिँ मास्तिर गइरहेको छ ए पानी खाने कि नानी टक्क यहाँ आर्मी क्याम्प छ गाइस यहाँ चाहिँ आर्मीहरू बस्छ है अनि हामी चाहिँ पानी सानी खाएर मास्तिर जान्छौँ अब मास्तिर गएपछि त लगाइन्छ हामी टक्क माथि आइसक्यो पसिना कुद्दै होइन गाइस ल हामीले टक्क माथि आइसक्यो कुद अब काफल खानुपर्छ यहाँतिर कहाँ बोट देखाएको थियो गाइस हामी अस्ति पनि आएको थियो है पछाडितिर थियो केटाहरू होइन 1-2जना थपेको छ हामी अस्ति खाएको ठाउँमा बिर्स्यो भने है ओइ हामी कहाँ गएको थियो अस्ति हामी चाहिँ यहाँ अस्ति नै आएको थियो कि कस्तो कालो थियो भने गाइस कालो थियो अनि बोर्डमा मस्त सुतेर खाने पुरै कालो भने गाइस टक्क होइन म चाहिँ यहाँ रुखमा चढिसकेँ कि काफलको बोट देख्यो अनि रोक्दै नरोकी सिधै चढ्दै है काफल चाहिँ यहाँ हेर्नु सक्नुहुन्छ त्यति राम्रोसँग देख्दैन है फेरि टक्कै केही देख्दैन त गाइस ल यहाँतिर छ है अलिअलि त्यति राम्रोसँग चाहिँ देख्दैन यो घामहरूले गरेर तर टर्न लगाइ यहाँ चढ्न चाहिँ यहाँ तल अड्किरहेको छ है गाइस अनि टक्क म चाहिँ यहाँ टिप्न थालिसक्यो यता भुसल पनि छ है टिप्दैछ काफलहरू वाइल छ यहाँ फेरि कालो अब खाएर सकिँदैन होला भने अझ उतापट्टि बोट छ त्यहाँ चढ्नु बाँकी छ गाइस अनि अझै माथि पनि जान्छौँ अब यो रुखबाट धरिछ अर्को रुखमा जाने बेला देखाउँछ है ल हामीले टक्क अघिको ठाउँबाट माथि आइसक्यो गाइस गाह्रो पनि भयो टावरसम्म पुग्नुपर्छ अब टक्क लगाएर हामी चाहिँ यहाँ पुग्यो अनि लास्ट गाह्रो हो यो उकालो चढ्न पनि नगर भने टक्क हामी यहाँ ग्राउन्डमा पुगिसक्यो है गाइस मेरो एक्सपिरियन्सले अलि तर्सायो तर्सन पाइँदैन के हुन्छ हामी चाहिँ यहाँ ग्राउन्डमा पुगिसक्यो है यहाँ चाहिँ मेरो साथीहरूले त्यहाँ बच्चाहरूलाई तर्साएछ कि बाघ आएको रहेछ है दामी तर्साएछ बच्चाहरू पनि धेरै दामी तर्स्यो है एकदम दामी भयो अब टिभी टावर पुग्न धेरै टाढा छैन है गाइस ल क्या तर्सिरहेको अलिकति गइस टक्क टावर पुगेपछि गाइस टक्क यहाँ चाहिँ टावर जाने भनेर होइन यहाँ टक्क यहाँ यता ग्राउन्डको साइडमा यहाँ तल भिरतिर ल आइसिएल चिम्न गइरहेको छु यो चाहिँ म नि यसो एकछिन रोमाञ्चक गर्नु जानु ल गाइस बाटो चाहिँ यहाँ चाहिँ आइसिएलहरू छ है ल गाइस टक्क आता गाइस यहाँ घोच्यो गाइस आथा ओए हटाइदेन चन्दन हेल्प मी काँडाले घोच्यो गाइस आता ल हातै घोच्यो है मेरो गाइस अब यहाँबाट कसरी निस्किने ल हामी चाहिँ टक्क यहाँ टावरनिर आइपुगिसक्यो गाइस त्यही त
टक्क अब यहाँतिर अब यस्तो यहाँतिर काफल छ है हामी चाहिँ मलाई टिप्ने अल्छी लागिसक्यो यहाँ काफल टिप्नु खाना पनि खाइसक्यो यार ल अब यहाँ काफल टिप्यो भने कि काफल टिपेर देखाउँछु कि टावर तर देखाउँछ है त लगाइन्छ है हामी चाहिँ टक्क टावरनिर आइपुग्छ है घरहरू बनाउँदै रहेछ टावरमा चाहिँ तार जोडेर जस्तो छ है त्यो चढ्ने भने चढ्ने नपर्ला जस्तो छ राइट अनि यहाँ चाहिँ अब घर है के बनाउनु टक्क यहाँ तयारी गरेर रहेछ टक्क अब हामी चाहिँ अब तलतिर जान्छ होला है गाइस टक्क टक्क हामी चाहिँ यहाँ टावर चढ्नु है लगाइ भ्लग बनाउँदै चढ्न गाह्रो यत्रो उकालो कहिले चढ्ने गाई चाहिँ ठोक्यो यसको टाउको चाहिँ डङडङ डुङ्नु आयो गाई चाहिँ गाह्रो भिडियो बनाउँदै भयो गाह्रो अब टक्क होइन यहाँतिर यस्तो यस्तो छ टक्क अब म चाहिँ अब माथि पुगिसकेको चाहिँ लगाइछ गाइस टक्क म चाहिँ माथि आइपुगिसकेँ ल म चाहिँ माथि आइपुगिसक्यो अब यहाँ भ्यू चाहिँ दामी छ है गाइस यिनीहरू तलै छ आउनु छ या छैन रमाइलो भइरहेछ यहाँ के जोड्या रहेछ है गाइस यहाँतिर पहिलाको भन्दा अलिक के जोड्या छ तर पुरै राम्रोसँग चाहिँ जोड्या छैन जस्तो छ है अब गाह्रो भयो अब यत्रो उकालो चढेर अब हामी यहाँ चाहिँ एकछिन बस्छौँ उनीहरू आउँदैछ आएपछि हामी बस्छौँ टक्क लाएर है गाइस ल टक्क लाएर यिनीहरू यो चढ्नै सकेको छैन गाइस जहाँको त्यही छ भने ल आमा टाइट चढ्नु सकेको छैन यो चाहिँ अनि म चाहिँ अगाडि चढेँ त्यही भएर अगाडि आइपुग्यो गाइस टक्क अब हामी चाहिँ झरेपछि देखाउँछु कि अहिले एकछिनमा देखाउँछु ल गाइस गुल्टिँदैछु है हामी चाहिँ तल पुगिसक्यो र ए भाइ गाइस गुल्टेला जस्तो छ है यहाँ ए माथिबाट ढुङ्गा झऱ्यो भने के हुन्छ भन्छ रन्डी ए त्यो ढुङ्गा झऱ्यो भने गाइस म चाहिँ यहाँ समयमा बाँचिरहेको छु है आनन्दले बिस्तारै बिस्तारै जानुपर्छ गाइस यस्तो बाटोमा होइन हामी चाहिँ यस्तो रमाइलोको लागि आइदिएको अघि पनि भिरमा झऱ्यो त्यो बेला बनाउनै पाएन सिधै गुल्ट्यो म त गाइस होइन हामी चाहिँ उहाँ माथिबाट यहाँ आइपुगिसक्यो त्यहाँ भुसल मुनि पुगिसक्यो टक्क यहाँ आनन्दले ल गाइस हामी चाहिँ जङ्गलको बिचमा यहाँ बाटो बवाल है हामी चाहिँ अघिको भन्दा अलिक तल आइपुगिसक्यो यहाँ त गुल्ट्यो भने ल सक्यो भने हाततिर घाउ भइदिँदा ल सानो सानो होइन यहाँ गुल्ट्यो भने ढुङ्गामा टाउको ठोकेर स्वाहा ल अब यहाँबाट कसरी जाने गाइस हेर्नु कस्तो माथिने भ्लग बन्द गर गाइस ल फाइनली म चाहिँ जसरी तसरी आइपुग्यो ल झन्डै हाम्रो चढ्नु नआउन नसकेको अवस्था आफ्नो भुसल तल पुगेको अवस्था आनन्दले झर्छौ ओए यहाँ त दामी बाटो रहेछ यार मोबाइलहरू धुलो गाइस ल हाततिर यहाँ काडाले घोचेछ है टक्कलाई सब्सक्राइब नि गरिदिनु होइन गाह्रो कसरी जाने अब यहाँ ल म त मरेँ क्या हो भुसल गएको बाटो जान्छु म त आत्था त कस्तो हातहरू पोलिरहेको छ गाइस लडेर त के भन्नु झर्दा गाइस बाटो यस्तो चाहिँ काटेको नि ल झन्डै गुल्टा चन्दन आनन्द आइज न ओ नझर्न पहिला म जान्छु ल गाइस बाटो यहाँ डर लाग्दो लास्ट
यहाँ ल ढुङ्गा निस्किन लागिसकेछ फेरि ए ए मेरो हातले निस्किन्छ ए ए ल त्यो कति छिटो तल पुगेँ गाइस म चाहिँ तल पुगिसकेँ है टक्क कस्तो गर्मी भइसक्यो यहाँ दुल्ला दौडिँदा हाम्रो चन्दन चाहिँ पछाडि भुसल चाहिँ अगाडि है टक्क अनि यहाँतिर यस्तो जङ्गल छ घना जङ्गल बिचको बाटोबाट आइदिएको ल के बाटो यहाँ के छिरेर फोका आइरहेको छ अब अलिक तल पुगेपछि दामी भएपछि देखाउँछ है लगाइछ टाढो बाटोमा आइपुगिसक्यो होइन टक्क यहाँ चन्दन यहाँ माथि छ यो तल जाँदैछ सवारी साधन चप्पल फालेर आनन्दले ल म नि बिस्तारै तल झर्छु है ल आइम पार गर ब्रो आइम पार गर ब्रो आई डोन्ट दिस इज भेरी त्यसरी हैन छर्केबाट Oh man, this is very hard, bro. How to do this? Okay, त्यो चाहिँ कसरी कटाउने यार कस्तो गाह्रो भन्ने बाटो चाहिँ यतिकै छ अब टक्क लाएर ल गाइस यहाँ समाएर म बाँच्छु है माथि नि त्यो समातेर आएको टुक्रो खाले ओ आइ एम पावर कस्तो पसिना या अब चाहिँ अलि तल पुगेपछि गाइस मोर देन बेस्ट गाइस यो बाटो झन् धेरैभन्दा धेरै खतरा छ है गाइस तल हेर्न सक्नुहुन्छ जाने बाटो नि कहीँ देख्दिनँ त म ल त्यता साइडबाट रहेछ तर म यताबाट जाने प्रयास गर्छु ल जान सक्दिनँ होला गाइस यताबाट जान्छु अलिकति वान मिस्टेक गेम फिनिस गाइस यहाँ चन्दन बिस्तारै झर्दैछ म त झर्न पनि सक्दिनँ होला यहाँ यत्रो छु How to do? Please come here. ल गाइस यहाँ कस्तो बगाल भने यहाँ रुख यस्तो ढलिरहेमा फेरि बारी आयो भने टेन्सन चन्दन हाम्रो गाइस त्यहाँ हेर्न सक्नुहुन्छ है दामी स्टाइलमा आइरहेछ र म चाहिँ यहाँ कसरी झर्ने भयो है गाइस ल त्यहाँ भुसल लडेको छ यो पनि लड्न लाग्यो है गाइस हाम्रो सिरिप लडे जस्तो लागेको थियो तर कहाँ भयो हाम्रो चन्दन लड्यो गाइस अब अलिक तल पुगेछ गाइस हामी चाहिँ यहाँ लगभग कटिसक्यो होइन त्यो उकालो दामी उकालो है अहिले चाहिँ यहाँ सिधा छ आउँदैछ सजिलै भइरहेछ अहिले अब चाहिँ तलतिर पुगेछ है त ल गाइस होइन यहाँ टक्क दामी ठाउँ भेटिसक्यो अब हामी यो पनि पार गर्छौँ होइन साइडतिरबाट नजाने ओ यता आइज न चन्दन कस्तो बिल्ला हान्न भने यहाँबाट जाने के म त यहाँबाट जान्छु नि जाओस् कि नजाओस् अलि सजिलै लिउँला बाटो त्यति धेरै गाह्रो नि लिनु हुँदैन ओए help me mother man wow oh no shit कस्तो गाह्रो भयो भने पग्न गाइस बाटो चाहिँ धेरै गाह्रो रहेछ है आनन्दले बिस्तारै झर्नु पर्छ अरे ए पग्न गाइस म तिनीहरू भेटिसकेँ है त गाइस टक्क होइन म चाहिँ यहाँ हामी चाहिँ तलतिर आइपुगिसक्यो है मलबी इन्टरनेसनल स्कुल यहाँ पुरै बारी अस्ति नभए दामी खोलाबारी आएर यस्तो भएको है दामी तर मजा आयो गाइस अब चाहिँ हामी हाम्रो कहाँ जान्छौँ ड्याम जान्छौँ कि घर जान्छौँ थाहा भएन अब जहाँ गयो त्यही देखाइदिन्छ है
टक्क गाइज हामी चाहिँ एकछिन त्यहाँ टक्क डुलेर आएर अब घरतिर जानलाई है अब घरतिर जान्दा यहाँ ड्याममा डुलेर आएको टक्क बन्दासन्दा गरेर राखेको रहेछ कस्तो म चाहिँ टाउकै म चाहिँ हिलो अनि ल टक्क है अब आजको भ्लग चाहिँ यति नै हो ल गाइज।